गाई हजुरहरू पनि सन्चै हुनुहुन्छ होला होइन, म पनि सन्चै छु। सो आज म चाहिँ जाँदैछु होइन, आज निकै दिन पछाडि आज एउटा फेरि यसो बनाएको जाँदैछु। हजुर यहाँदेखि चाहिँ कोसीको भ्यू पनि देख्न सक्नुहुन्छ है, हेर्नु है कोसी। अब साथीहरू म चाहिँ है औँसीलो पो खाँदैछु। तपाईँहरूतिर चाहिँ यसलाई के भन्छ, मेरोतिर चाहिँ यसलाई ऐँसिलो भन्छ। बोट यस्तो हुन्छ, यो चाहिँ टक्क छ भने यस्तो दिने अनि खाइदिने हो क्या मिठो हुन्छ यो। आयामा मिठो घोद्यो यार मलाई आयो यसरी घोदिन्छ कि हेर्नु त काँडै भाँसिदिरहेको छ यार। चराले पनि खाँदै थियो यार, म आउँदाखेरि के भन्ने होला चराले पनि साले म खाँदै गरेको ठाउँमा आएर तैँले खाइस् भन्दै होला पुरा मलाई सराप दियो होला चराले पनि। यो बाख्राहरूलाई त नि म यो बाख्राहरूलाई यत्रो कुद्छ नि यत्रो फुट्छ, एकछिन पनि बस्नु दिँदैन क्या। अहिले त एकछिन बस्छु है भनेर उयो यार आइपुगिसक्यो एकछिन पनि चढ्नु दिँदैन। घामटिन के लागेको यो
शीतल मन बसिरहेको अन्त यहाँ त काले माथि अझै काले भइन्छ गाह्रो छ जिन्दगी स्कुल लागेकै फाइदा हुन्छ क्या त्यही भएर ठक्क स्कुल गयो स्कुल आयो गयो स्कुल लागेको थिएन अन्त गोठालाई यस्तो तातो गाह्रो छ नि घरमा पुगिसकेँ मेरा घर आजलाई चाहिँ यति नै लाइक सब्सक्राइब गरिदिनु होला है।